साँझ परेपछि घरको धेरै याद आउँछ। अझ ती व्यक्तिहरू जो घर छोडेर बाहिर बसिरहेका छन्, कामले, पढाइले, विभिन्न कारणले। त्यस्तो किन हुन्छ होला? घरको याद आउने बेलुका हुँदै गएपछि, अँध्यारो हुँदै गएपछि यो नेचरले पनि त्यस्तै कुरा गरिदिन्छ क्या। जस्तै साँझ पर्दै गएपछि चराचुरुङ्गीहरू फर्किन थाल्छन् आफ्नो गुडतिर, जनावरहरू आफ्नो वासस्थानतिर फर्किन्छन्। त्यस्तै गरी हामी पनि त मान्छे, हामीलाई पनि बेलुका भएपछि घरको चाहिँ एकदम धेरै याद आउँछ। हामीलाई किन त्यस्तो लाग्छ भने बेलुका हुँदै गएपछि, अँध्यारो हुँदै गएपछि सेफ प्लेस भन्छ नि, सबभन्दा सुरक्षित ठाउँ त्यो घर हो कि। त्यही भएर हामीलाई घरको धेरै याद आउँछ। जस्तै पानी पर्दै गरेको बेलामा हामी ओत्लिन खोज्छौँ नि, जहाँ छहारी छ, जहाँ चाहिँ म पानीले भिज्दिनँ। त्यस्तै गरी घर भनेको त्यही सुन्दर ठाउँ हो जहाँ जब अँध्यारो हुँदै जान्छ, जब समय ढल्किँदै जान्छ, त्यति बेला घर जान मन लाग्छ। किनभने घरभित्र ती माया गर्ने मान्छेहरू बसेका छन् जसले मलाई सुरक्षित बनाउँछ, शान्त बनाउँछ, आनन्द दिन्छ, घरमा सुकुन पाइन्छ।